बोलाउन चाहन्छु। सलामीको लागि अगाडि बढ। Now start the bill. Go! स्वाभिमानको प्रतीक हाम्रो खुकुरी नेपालीको पहिचान बोकेको यो खुकुरी नेपालको इतिहास रचेको यो खुकुरी नेपालीको पहिचान बोकेको यो खुकुरी नेपालको इतिहास रचेको यो खुकुरी खुकुरी केवल हतियार मात्र होइन खुकुरी केवल हतियार मात्र होइन हाम्रो माटो र सम्मानको पहिचान हो हाम्रो प्रतिष्ठा हाम्रो साहस अनि नेपालीको गौरव र स्वाभिमान खुकुरीको धारेर गरिएका छन् हाम्रा वीरताको गाथा खुकुरीकै आडमा लेखिएका छन् हाम्रा पुर्खाहरूको कथा खुकुरीको धारले गरिएका छन् हाम्रा वीरताको गाथा खुकुरीकै आडमा लेखिएका छन् हाम्रा पुर्खाहरूको कथा नाला पानीको युद्धदेखि नेपालको एकीकरण नाला पानीको युद्धदेखि नेपालको एकीकरणमा पनि हाम्रो खुकुरी नै बनेको थियो विजयको आधार असत्यको सर्वनाश गर्दै रङ्गिएका थिए कयौँ खुकुरीका धार असत्यको सर्वनाश गर्दै रङ्गिएका थिए कयौँ खुकुरीका धार हामी नेपाली झुकेनौँ कहिल्यै विश्व सामु कहिल्यै झुक्ने छैनौँ बरु काट्योस् हाम्रा शिरलाई हामी नेपाली झुकेनौँ कहिल्यै विश्व सामु कहिल्यै झुक्ने छैनौँ बरु काट्योस् हाम्रो शिरलाई संसारभरि छरिएको छ हाम्रो वीरताको पहिचान यही नामले सधैँ सम्मान मिलोस् हामी वीरलाई संसारभरि छरिएको छ हाम्रो वीरताको पहिचान यही नामले सधैँ सम्मान मिलोस् हामी वीरलाई वीरताको सन्देशसँगै शत्रु पन्छाएको हाम्रो यो खुकुरी वीरताको सन्देशसँगै शत्रु पन्छाएको हाम्रो यो खुकुरी सत्यको रक्षा अनि धर्मको बाटो कहिले छोड्ने छैन अन्यायमा कहिल्यै नझुक्ने यो नेपाली र मेरो खुकुरी अन्यायमा कहिल्यै नझुक्ने यो नेपाली र मेरो खुकुरी आफ्नो पहिचानको रक्षा गर्ने कसम कहिल्यै तोड्ने छैन सुन्दर अनि शान्त खुकुरीको टलकले सधैँ सुन्दर अनि शान्त खुकुरीको टलकले सधैँ नेपालीको वीरतालाई बयान गरिरहेछ सुन्दर अनि शान्त खुकुरीको टलकले सधैँ नेपालीको वीरतालाई बयान गरिरहेछ हाम्रो वीरता विश्वमाझ प्रख्यात रहेछ सधैँ यो संसारमा युग प्रसिद्ध रहन्छ यो खुकुरीले भनिरहेछ हाम्रो वीरता हाम्रो सुन्दर देश नेपालको एकीकरणदेखि लिएर नेपाल र नेपालीको सार्वभौमताको रक्षा हाम्रा पुर्खाहरूले यही खुकुरीको घरमा शत्रुसँग वीरतापूर्वक
पहिचान जोगाएर नेपालको इतिहासमा वीरताको गाथाबाट सफल भएका थिए। यिनै वीर नेपालीहरूको अदम्य साहस र बहादुरीबाट प्रभावित भएर नै विश्वका कुनै देशहरूले अहिले पनि नेपालीहरूलाई आफ्नो सेनामा गोर्खा सेनाको नामबाट भर्ती गरिरहेका छन्। हामीले नेपालीहरू आफ्नो देशको लागि मात्र नभई विश्वका अन्य देशहरूमा समेत आफ्नो साहस, आफ्नो बहादुरी साथै शान्ति स्थापनाका लागि पुर्खाहरूले देखाएको मार्गमा पदयात्रा गर्दै आफ्नो सोख, भोग, निन्द्रा र ज्यानको प्रवाह नगरी तन र मनले सधैँ खटिरहेका छौँ। हामी वीर नेपालीहरूका सन्तान हौँ। खुकुरी हाम्रो वीरताको चिनारी हो। हाम्रो वीरताको गाथा र यो खुकुरीको इतिहास सधैँभरि चन्द्र र सूर्य जस्तै अटल र अनन्त रहिरहनेछ। इतिहासको पानामा वीरताको गाथा लेख्ने हाम्रा पुर्खाहरू र यो खुकुरीलाई हाम्रो सलाम। जय देश, जय मातृभूमि। प्रभावित भएर नगद 2000 रुपियाँ विद्यार्थीहरूलाई प्रदान गर्नुभएको छ। यसका निम्ति आदरणीय गुरु मोतीलाल भट्टराईज्यू यहाँलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार। पिटी शिक्षकज्यूलाई विद्यार्थीहरू सम्मानित भए पछाडि हाम्रो अध्यक्षज्यू र विशिष्ट अतिथिज्यू मञ्चमा आउनुहुन्छ। त्यस पछाडि सम्मान प्रदान गर्ने कुरा यहाँहरूका बिचमा निवेदन गर्दछु। यस्तो यहाँहरूले कलाकारिता पनि त्यसमा पनि देखाउनु भएको छ। त्यसका निम्ति पनि आदरणीय गुरुवरहरू यहाँहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार र कृतज्ञता समेत व्यक्त गर्दछौँ। अब हामी यस पछाडि रणबहादुर नामदानी सरको सम्मानको कार्यक्रम चलिरहेको छ। पिटी शिक्षक जसले बडा सुन्दर विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइरहनु भएको छ, अनुशासन सिकाइरहनु भएको छ। यसका निम्ति तपाईँ र तपाईँले यो कर्म